के गरिदियो बत्ती बत्ती थिएन र भेगिरहेको छ के आज यात्री पात्री हो र? बेलुकी लक्ष्मी पूजा गर्ने बत्ती बाल्नु पर्ने यति यति छिटो यति धेरै भए बत्ती भएर धेरै त छैन यति त भएन धेरै त बेलुकीलाई कुरा खोइ थोरै मैले मैले हल्का काट्छु नि त साना त काटिन् त अलिअलि आमाको साइडमा यताउति बसी बसी ए हो र अँ भने काट्नु हजुरलाई अलि जान्दिनँ कि भन्दा के ए जाने हेरौँ न हजुरलाई आउँछ नि तर अलि अलि अघि सेल पकाइदिनु भयो त के अरे सेल त पकाएँ त्यो पनि साना सिकेको थिएँ साना त धेरै काम सिकेको थिएँ आजकल बजारिया लाइफले सबै भ्या के हो खालि नभए नि तर जे होस् गर्न त गरिन्छ है काम चाहिँ ए यस्तै चट्टै चुडी हो कि कति सरी बत्ती नि 5 सरी ए असास परिसक्यो छिटो गरेर बत्ती बाल्नु है घाम छैन अझै घाम छैन आत्ति नै पर्दैन खास लक्ष्मी पूजा कति बजी ठ्याक्क गर्ने हो घाम अस्ताउँदा उति गर्ने हो कि अस्ताएपछि 3 जोड त मेरो सहर हो बेइज्जती गर ल ठिक छ यो अलि प्र्याक्टिस गरेपछि हुन्छ र होइन मैले एकचोटि नगरे 4 चोटि गरिसकेँ काम चाहिँ सबै जान्नुपर्छ है काम चाहिँ यो ऊ सानो ठुलो चाहिँ भन्नु हुन्न हरेक काम जान्यो भने नि यो सामान्य कुरा हो हरेक काम जान्यो भने नि काम लाग्छ फाइदा आफैलाई हो ठिक हो काम चल्छ काम चल्छ केही रोकिन पर्दैन 5 सरी हो तर यसै ला 5 मिनट यो 1 सरी होइन यो 1 2 3 4 अझै पुगेन मेरो त छोटो हात यस्तो छोटो गराउनु न ए ल ल छोरीले मैले भन्दा छिटो काट्थेँ छोरी बिचरा रङ्गोली गराउन भ्याइ छोरीलाई 2 3 4 5 पुग होइन ल ल होइन यत्तिको गराएँ यही त ठुलो कुरा छ यहाँ ल छोरीले तर रङ्गोली बनाइछे ल आमाले यहाँ बत्ती काट्ने जे होस् त्यो तयारी राम्रै गरिराखौ ल ठिक छ टिको सिधै चाहिँ ल्याइदिउँ होइन पर्दैन अब पुग्यो? आजलाई तिमी पुग्छ ल ठिक छ ल भोलिलाई भोलि अब त्यसो भए ठिक छ कति मोटा हुन् मोटा त अहिले दुईटा टुक्का टुक्का राख्ने हो नि त योलाई हो कि पालालाई ल ल ठिक छ ल पालालाई त दुईटा ल ल हुन्छ ल ल गर फास्ट गर घाम अस्ताउनु थाल्यो ल